यो हेटौडा बजारको दृश्य हो, बुद्धचोकको दृश्य हो र मैले यहाँ देखाउन खोजेको के हो भने हेटौडा बजारको सडक साँघुरो त छँदैछ, यो एकातिर छलफलको विषय नै छ। सँगसँगै हेटौडा बजारमा अहिले अटो र मयुरीको सङ्ख्या कति होलान् यहाँहरूले इमेजिन गर्न सक्नुहुन्न होला। र यति सानो बजारमा अटो र मयुरीको सङ्ख्या करिबन 5000 भन्दा बढी छ, जसको कारण अहिले हेटौडा बजार साँघुरो हुनु, हेटौडा बजारमा अहिले दैनन्दिन रूपमा चाहिँ सडक चाहिँ बन्द हुनु अथवा चाहिँ जाम हुनुको मेजर कारण अटो र मयुरी हो। र अटो र मयुरी चाहिँ कसरी हिँड्छन् तपाईँले बुझ्नुभएको छ। जहाँ पाए त्यहीँबाट चाहिँ फर्काउने, जहाँ पाए त्यहीँ मान्छे चढाउने, मान्छे ओह्राल्ने गरेको कारणले पनि यो समस्या हो। र मैले अहिले देखिरहँदा यो चाहिँ बुद्ध चोकमा जाँदा करिबन केही समय म जाममा परेर यति बेला मैले देखाउन खोजेँ कति मयुरी र अटो त मान्छेभन्दा धेरै मयुरी अटो हिँडेका छन्। र मैले भन्न खोजेको कुरा के हो भने हेटौडा बजारले, हेटौडा उपमहानगरले पनि अब गर्न के पर्ने भयो भने हेटौडा बजारको कोर सिटी एरियालाई तोकेर अटो र मयुरीलाई निषेधित क्षेत्र बनाइयो भने मात्रै यो समस्याको समाधान हुन्छ। जस्तो भरतपुर महानगरमा कोर बजारमा मेन सिटीमा अटो मयुरीहरू जान पाइँदैन, तर हेटौडा बजारको सबै ठाउँमा अटो मयुरी सकेसम्म घरमै पुर्याउँ भन्ने अहिलेको परिस्थिति छ, जसको कारणले अहिले हेटौडा बजार चाहिँ अव्यवस्थित र साँघुरो छँदैछ। त्यसमा पनि अहिले अटो र मयुरीको कारण यो समस्या छ। मैले भन्न खोजेको यसले अटो र मयुरी व्यवसायीलाई मैले यसलाई अन्यथा भन्न खोजेको होइन, तर व्यवस्थापनको समस्या छ। हेटौडा उपमहानगरपालिकामा 1930वटा अटो र मयुरी दर्ता छ, तर हेटौडा बजारमा 5000 भन्दा बढी अटो र मयुरी अहिले सञ्चालित छन्, जसको कारणले अहिले अव्यवस्थित रूपमा सञ्चालित भएकै कारणले समस्या उत्पन्न भएको छ। र हेटौडा बजार अहिले आफैमा साँघुरो छ, यसलाई हेटौडा बजार विस्तारको कुरा छ, यो विस्तार नगरी त कुनै विकल्प देखिँदैन। सँगसँगै अहिले तत्कालीन रूपमा अटो मयुरीको व्यवस्थापन पनि मुख्य एजेन्डा हुनुपर्छ र